Hello everyone. So I just woke up and I 5:20 गयो. I usually wake up at 5. यस्तै उठ्ने बेलामा यस्तै हुन्छ. अब म फ्रेस हुन्छु, कफी बनाउँछु, कफी खान्छु, त्यसपछि जिम जान्छु. आज नो जिम्नास्टिक. लेट्स गो. अब चाहिँ कफी खाँदैछु अनि त्यसपछि मेन रिजन टु मेक दिस भ्लग इज आज म दिनभरि के गर्नेवाला छु, कहाँ जानेवाला छु, के खानेवाला छु, के काम गर्नेवाला छु. आम गोना डु एभ्रिथिङ. सो यहाँ रेकर्ड हुनेवाला छ एन्ड कतिजनाले सोधिरहनु भएको थियो, त्यही भएर पनि बनाएर हो. सो लेट्स गो. अहिले चाहिँ अब 5:50 भयो होइन. अनि अब रातभरि पानी परेर होला. दिन यस्तो मिठो खुल्लेछ कि यस्तो ओए लुक एट दिस ब्रो. कस्तो दामी भ्यू देखिरहेछ. हाम पनि टुसुक्क लागेछ. लेट्स गो. म चाहिँ अब हिँडेरै जिम जान्छु किनभने अब त्यति साह्रो टाढा छैन. सो बिहान बाइक निकालिराख्न अल्छी पनि लाग्छ. त्यही भएर म हिँड्दै जिम जान्छु. एन्ड आज चाहिँ चेस्ट र ट्राइसेप्सको वर्कआउट हो. मेरो पहिल्यैदेखिबाट चेस्ट र ट्राइसेप्स चाहिँ एकदम विक हो क्या. लाइक बढ्दैन हुन्थ्यो. तर फाइनल्ली इट्स बिन लाइक इयर. अलिकति सिकेपछि होला अहिले चेस्ट चाहिँ अलिकति राम्रो ग्रो भएको छ अनि प्लस ट्राइसेप्स पनि एकदम राम्रो ग्रो भइरहेछ. आई क्यान सी द रिजल्ट्स. अनि त्यही हो. सो लेट्स गो. आज दिनभरि के हुन्छ अब तपाईँले देखि नै हाल्नुहुन्छ. सो सी यु गाइस. बाइ. सो 47 days अफ 75 hours च्यालेन्ज अनि आज चेस्टको पनि वर्कआउट हो. ब्लग होइन गाइस. तिम्रो 0 डेबाट सुरु भइसक्यो. नसक्ने मान्छेहरू क्या कहाँै छैन, सक्दैन. सो सुरुमा पेकडेक फ्लाइ, त्यसपछि सिधै अप्पर चेस्ट डम्बल प्रेस, त्यसपछि हामी हान्छौँ एउटा फ्लाइ. यो हाम्रो भान्जा दाइले प्रोटिन दिँदैन. दाइलाई आफै प्रोटिन दिनु पर्ने भइरहेको छ. यहाँ प्रोटिन सकिसक्यो. आज गम्भीर दाइको बोनस आएको छ होइन. त्यही भएर हामीलाई 3-3वटा अझ तपाईँको धेरै बोनस आइरहेको छ. दाइ नमस्ते. दाइ नमस्ते. गम्भीर दाइको बोनस आएको छ. सबैलाई भनिदिनु पऱ्यो अनि फसाइदिनु पऱ्यो. लगेडा मेहनत देख्न सक्छ हामी. इजी वेट, लाइट वेट, दामी दामी. लेग्स सर. राज के हो सर हजुरको यो? राज के भन्दाखेरि उनले उसको ज्यान सानो छ भनेर उसलाई छोडाएको क्या. कारणै उनी परि ज्यान सानो छ भनेर छोडेर उसलाई त मैले उठाइदिरहेको छु. दुईवटा उठाइदिरहेको छु. ओके. सो हाम्रो वर्कआउट चाहिँ सक्यो. मैले राम्रोसँग खिच्न नि पाइनँ वर्कआउट हो किनभने गीत बजाइरहेको छ तल, कपिराइट लाग्छ. हाम्रो कुलडाउनको लागि यहाँ केटाहरू आम्मा के हो मारेको छ त हौ. अनि अब लौ न के हो यस्तो. लाइफ लुक्स लाइक आफ्टर 30. 30 वर्षपछिको यस्तो हुन्छ उमेरहरू. 30 वर्षपछि यस्तो हुन्छ उमेरहरू. 30 वर्षपछि मान्छेहरू यो अलि 30 वर्ष पुग्यो नि. 30 वर्ष कटिसक्यो. यो 16 वर्ष, यो अर्को 30 वर्षको अनि यदि यु आर फिट लाइक अस पाइयो.
सो अब कुल डाउन गर्छौँ त्यही हो। सो म घर आएर नुहाएर फ्रेस भएर निक्लिसकेँ। अनि मैले चाहिँ नर्मली डिफ्रेन्ट कुराहरू खाएर हुन्छु, तर दिनमा 250 ग्राम चिकन र 5वटा अन्डा चाहिँ त्यो चाहिँ म जहिले पनि खान्छु, किनकि प्रोटिन इन्टेक पुऱ्याउनु पऱ्यो नि त, त्यही भएर। तर आज सुट छ, त्यही भएर नभ्याएको कारणले गर्दा म चाहिँ मेरो गो टु मिल भनेको चाहिँ फ्राइड राइस हो, जसलाई चाहिँ म 250 ग्राम चिकन प्लस 5वटा अन्डा अनि 250 ग्राम राइस टक्क फ्राई गर्छु। अनि अहिलेको लागि र दिउँसोको लागि इनफ पुग्छ, सो त्यसरी खान्छु। अनि म तेल युज गर्दिनँ, अनि नर्मली युज गर्ने भनेको यसरी घिउ 1 चम्चा हो, द्याट्स इट। Just 5 whole eggs. म चाहिँ 5वटा अन्डाको रानी सुत्दा खान्छु, त्यो रानी नखाने त्यस्तो चाहिँ म हावा कुरा चाहिँ गर्दिनँ है, डिपेन्ड्स है। तर अब तपाईँहरू केमा हुनुहुन्छ, कतिको क्यालोरी डेफिसिटमा हुनुहुन्छ भन्ने कुरा नि म्याटर गर्छ, त्यही भएर म केही पनि बोल्दिनँ। अब अन्डा पाकिसक्यो। म अन्डालाई धेरै पनि पकाउँदिनँ, किनकि जति धेरै पकाए त्यति मिठो हुँदैन, फेरि म थोरै मात्र पकाउँछु, अलि पकाउँछु, मिठो हुन्छ। सो अन्डालाई निकालेर साइडमा राखौँ होइन। त्यसपछि चिकन हालौँ, चिकनलाई पनि यसरी नै बनाऊ, सजिलो हुन्छ। यता पनि फेरि गाह्रो छ, आँखा झिमिक उम्लेर गइहाल्छ फेरि यो पनि, आँखा झिमिक मालगायत भने जस्तो। सो मसँग चाहिँ यो एउटा वेइङ मसिन पनि छ, जसमा चाहिँ मैले टक्क लाएर यसरी राखेँ भने, आई डोन्ट नो इफ यु गाइस क्यान सी इट अर नो, बट तर यसरी राखेँ भने र त्यो छ। प्लस म यसलाई माथिबाट राखिदिन्छु, त्यसपछि फेरि यहाँ थिचेपछि नाउ इट्स इन 0। त्यसपछि व्हाट आई डु इज म फेरि 250 ग्राम र चिकन लिन्छु है, मिठो छैन ल, यो त युनिटै चेन्ज भइरहेछ, ग्राममा राख्नुपर्छ यसलाई मैले। सो ग्राम 222 ग्राम भयो, 22, 31, 39, a little bit more, 44, 49 and 50 I guess. 50 पर्फेक्ट। 251 भएछ, तर ठिकै छ, खासै फरक त पर्दैन, 250 ग्राम चाहिँ खाइदिउँ। लेट्स गो। सो अलरेडी नै मैले यहाँ घिउ हालेर पकाएको भएर मैले यसमा तेलहरू अथवा घिउ फेरि पनि हाल्दिनँ, किनभने यहाँ अलिक चिल्लो बाँकी थियो, अनि त्यही भएर यतिकै मात्र पकाउँछु। हल्का पाक्नु मात्र पऱ्यो, त्यो पुरै डढ्ने गरी पाक्नुपर्छ भन्ने छैन। सो अघि वेइङ मसिन अलि राम्रोसँग देखिरहेको रहन्छ, मैले हेरेको थिइनँ होइन, बट दिस इज माई वेइङ मसिन। अनि यसमा चाहिँ मैले 250 ग्राम भात राख्नु लागिरहेको छु होइन। 229 मात्रै भयो यार, 38 ठिक छ। अब यहाँनिर आज तातो तातो बनिरहेको भात अलिकति राख्छु नि। 40, 59, no, 52, 250 ग्राम एक्ज्याक्ट। तो मासु चाहिँ पाकिसक्यो, हल्का रातो जस्तो भइसक्यो होइन। अब म यसमा मैले बनाएको 250 ग्राम राइस हालिदिन्छु, मजाले मिक्स गर्छु सबै होइन। त्यसपछि अघिको अन्डा पनि यसमै हालिदिन्छु म, यसलाई पनि मजाले मिक्स गर्छु नि। अब यसमा म धेरै कुरा हाल्दिनँ, किनभने फेरि क्यालोरिज बढी भइदिन्छ, त्यो कारणले गर्दा म खासै धेरै कुरा केही पनि हाल्दिनँ। मैले हाल्नु जम्मा 3टा कुरा मात्रै हो, एउटा नुन, त्यसपछि सोया सस, अनि त्यसपछि त्यस ब्ल्याक पेपर, मरिचको धुलो, त्यति मात्रै हाल्छु, त्योभन्दा बढी म केही पनि हाल्दिनँ। सो मरिचको धुलो अलिअलि मजाले हालिसकेपछि नुन हाल्छु म, अलिक कम होला ल, आज एक दिनलाई पिरो पनि अलिकति हालिदिउँ न, ल धुलो खोर्सानी
त्यसपछि मसँग छ सोया सस विच इज माई फेभरेट। यसले स्वाद पनि दिन्छ प्लस मिठो पनि बनाउँछ, त्यही भएर म चाहिँ सोया सस भरपुर नै हाल्छु है मजाले। एक अनि आधी बेरको होइन, एक बेरको आधी। त्यसपछि इफ यु मिक्स इट वेल यु हेभ दिस हेल्थी डिलिसियस chicken and egg fried rice. Looks very yummy to me. So यो होल खानेकुरामा चाहिँ लगभग अराउन्ड है रफली 1450 क्यालोरिज, 107 ग्राम्स अफ प्रोटिन अनि लगभग 56 ग्राम्स फ्याट, किनकि घिउ पनि हालेको छु मैले। अनि त्यसपछि लगभग 76 to 80 ग्राम्स चाहिँ कार्ब्स छ। अनि फाइबरको लागि चाहिँ म यसरी अब यो खाँदैछु काँक्रो। बट यो मिल चाहिँ मेरो दुईचोटिको लागि हुन्छ। एक मिल चाहिँ म अहिले खान्छु आधी चाहिँ, अनि त्यसपछि पानी टन्न पेलिदिन्छु। अनि बाँकीको चाहिँ म आज काम भएको कारणले गर्दा अफिसमा लिएर जान्छु। सो त्यसले गर्दा मलाई सजिलो हुन्छ, यताउता गइराख्नु नि परेन अनि प्रोटिन पनि इन्टेक पनि पुरा भइरहेको छ। सो 107 ग्राम्स अफ प्रोटिन भनेको इट्स नट अ जोक। 107 त्यो पनि 1450 लगभग 1450 1540 नै भनौँ न। दिस इज आई थिङ्क इनफ। सो यो दुईचोटिको लागि भयो मेरो लागि। अनि यसमा पनि काँक्रो मजाले राखिदिन्छु म, सो मलाई दिउँसो खानलाई पनि गाह्रो नहोस् भनेर। सो अब मैले खाना चाहिँ नर्मली धेरै खानेकुराहरू खाइरहेको हुन्छु। सो दिस इज वान अफ इट। किन यो चाहिँ सजिलो पनि छ बनाउनको लागि, धेरै टाइम पनि लाग्दैन, प्लस अर्को कुरा टन्नै प्रोटिन पनि हुन्छ। त्यही भएर म प्रायः जसो चाहिँ म फ्राइड राइस नै प्रिफर गर्छु। इफ यु आर इन फ्याट लस पनि यो पनि खाँदा भयो। अब डिपेन्डिङ अन तपाईँ धेरै नै एक्सट्रिम फ्याट लसमा हुनुहुन्छ भने तपाईँले घिउ नहाल्दा पनि भयो, क्यालोरिज हुन्छ। प्लस के अरे यो कार्ब्स पनि कम गर्नुभयो पनि हुन्छ होइन, त्यो डिपेन्डिङ अन युर सेल्फ। सो दिस इज वाट आई इट। ओके, सो म चाहिँ स्टुडियो आइपुगिसकेँ होइन। अनि हाम्रो कन्टेस्टेन्ट्सहरू कोही पनि आइपुगेको छैन। इट्स अलमोस्ट 10। खाना खाएर बनाएर फ्रेस भएर प्याक गरेर पनि म आइसकेँ। हाम्रो कन्टेस्टेन्ट्सहरू आइपुगेको छैन। सो हामीले हिजैदेखिबाट लाइटहरू चाहिँ सबै रेडी पारेर आइसक्यौँ। अनि चटाक चुटिक्क बनाएर आइसकेको छौँ। अब एकछिनमा आउँछ होला सबैजना। त्यसपछि विल स्टार्ट आवर सुट। त्यो पनि पुरै कलर लगाएर फेरि नयाँ बनाएर हाम्रो भाइले काममा यसो हेल्प गर्दैछ मलाई होइन। सो 10 बजीदेखिबाट काम सुरु। लेट्स सी कति बेलासम्म पुग्छ। अनि त्यसपछि आजको त हिँड्न जान भ्याउँछ कि भ्याउँदैन थाहा छैन। बुक पढ्न पनि पाउँछ पाउँदैन थाहा छैन, तर मैले बुक चाहिँ लिएर आएको छु है पढ्नको लागि यदि टाइम पायो भनेर। सो लेट्स सी, लेट्स गो। फाइनली हाम्रो अब सुट सुरु हुन लागेको छ होइन। एन्ड बिहान पनि भयो, प्लस अब मेरो भ्लगिङ पनि भयो क्या, त्यो बिटिएस पनि भयो। आजको दिनभरिमा मैले के गरिरहेको छु सबै हालिदिरहेको। बिहानदेखि सुरु होइन जिमदेखि हुनुपर्ने कन्टेस्टेन्ट यता हो नि त खासै गरी। हाम्रो फिमेल लेडिज कन्टेस्टेन्ट्सहरू सबैजना यहाँ हुनुहुन्छ। से हाई, दिस इज माई भ्लग है केटाकेटीहरू। पुरै तिमीले झन् सुरुमा हाई गरेको देखेछ। हाम्रो केटाहरू यहाँ हुनुहुन्छ मस्त। तर योचोटि चाहिँ केटाहरू लास्ट ह्यान्डसम आएको छ है। हो साँच्ची भने पहिला हेरेकै छैन। सो एनिवे अब यो पेपर हो, कन्ट्र्याक्ट पेपर, त्यसलाई च्याट दिन्छु म डन्ट वरी। ल त्यही नै हो, सुरु गरौँ न। हाम्रो यो फिमेल कन्टेस्टेन्टहरू हाम्रो जुन चाहिँ केटीहरू हुनुहुन्छ होइन, उनीहरूलाई चाहिँ फर्स्टमा को जाने भन्ने कन्फ्युजन छ। त्यही कारणले हामी गोला प्रथा गर्नेवाला छौँ यहाँ। ल नेपालीमा भन्छ कि त्यसलाई गोला प्रथा। ल ल ल ल फास्ट 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 फास्ट। ल निलम 1मा भयो। सेकेन्डको अनि तिम्रो कति हो? 2 ए ल 1 2 भयो। ल अब यो चाहिँ चेन्ज हुँदैन। ल गेट रेडी, निलम अनि निलम। ल बिजन स्टार्ट। केटालाई पठाउनु पऱ्यो नि। ल क्यामेराज रोलिङ एन्ड एक्सन। हाई, मेरो नाम चाहिँ सञ्जीव र म चाहिँ फोटोग्राफर। But that happened when I was. What happened? She's
नेक्स्ट पर्सन गेट रेडी सो आजको हाम्रो केटा कन्टेस्टेन्ट्सहरू चाहिँ यहाँ छ होइन दे आर लाइक फायर बवाल गरे केटाहरूले ल है ल हेरौँ होला सबैले सो आजको हाम्रो सुट सक्यो अनि केटाहरूको अब सुट हुँदैछ एन्ड दिज आर द गर्ल्स लौ न ए लौ न आम्मा लौ त ऊ यता डान्स हुँदैछ अर्को फेरि भाइको ओहो कति रमाइलो कति खुसी हो हाम्रो निमा बहिनी चाहिँ लास्ट खुसी है तिमी साह्रै खुसी ओ सुम्निमा फर्देन यता गयो कि फेरि अलिकति डार्क देखिन थालिहाल्छ होइन तर हाम्रो सुट सक्यो एन्ड इट वाज रियली फन अनि अब प्याकअप आई गेस बाई बाई सो आजको सुट सकेर म घर पनि आइसकेँ अब बेलुकाको 45 मिनट्स वर्कआउट पनि गर्नु पऱ्यो त्यही भएर म हिँड्न जाँदैछु 45 मिनट्स वर्कआउटको लागि चाहिँ बाई बाई 45 मिनट्स वर्कआउट आउटडोर हो त्यही भएर अब हिँड्न जाँदैछु हिँड्छु हिँडेर आउँछु त्यसपछि खाना बनाएर फेरि खान्छु खाना त खाँदिनँ तर अब हल्का हल्का फ्रुट्स अनि दहीहरू यताउता खाएर आउँछु सो लेट्स गो म 45 मिनटको आउटडोर वर्कआउट सकाएर आएर अब मेरो लास्ट मिल अफ द डे खाना गइरहेको छु विच इज 30 grams of oats 1 scoop of whey protein अब के भइरहेछ त्यसपछि सम फ्रुट्स द्याट इज वाट आई गन इट युजली म खासै 6 बजे खान्छु होइन तर आज चाहिँ सुटले गर्दा अलिक लेट भयो नि त त्यही कारणले गर्दाखेरि आज 7 नै बज्यो तर केही पनि छैन अब म बनाउँछु अनि त्यसपछि खान्छु द्याट वुड बी द लास्ट डिनर त्यसपछि म केही पनि खाँदिनँ यो चाहिँ मेरो आजको खाना हो द लास्ट मिल अफ द डे सो यसमा चाहिँ 30 ग्राम ओट्स र 1 स्कुप वे प्रोटिन छ अनि त्यसपछि 100 ml दुध छ अनि यो चाहिँ म्याङ्गो भयो त्यसपछि एउटा नास्पाती छ सो दिस इज वाट आई इट अनि यो खाइसकेपछि चाहिँ म केही पनि खाँदिनँ अनि यसपछि अब सबैभन्दा इम्पोर्टेन्ट कुरा दुईवटा बाँकी छ त्यो हो 10 पेज पढ्ने अनि मैले एउटा नयाँ बुक सुरु गरिसकेको छु सो म त्यो पढ्छु त्यसपछि सेल्फी अफ द डे यस सेल्फी एउटा पनि लिन्छु टु ट्र्याक माई प्रोग्रेस कस्तो हुन्छ के हुन्छ भनेर एन्ड द्याट्स इट अनि 9 बजे चाहिँ मेरो गुड नाइट नै हुन्छ 9 बजे चाहिँ म सुत्छु बट एकछिनमा देखाउँला नि त सो गुड नाइट बाँकी नै छ गाइस सी यु ओके सो आइ एम डन रिडिङ माई बुक अनि त्यसपछि झन्डा बुक पढ्दा निदाएछु होइन इट्स अलमोस्ट 8:54 9 बज्न लाग्यो एन्ड टाइम टु से गुड नाइट म 9 बजे सुत्छु सो दिस वाज अल माई डेली रुटिन्स द्याट आई फलो एभ्री सिङ्गल डे तर सुट चाहिँ नहुनसक्छ अनि दिन बिराएर मेरो जिम्नास्टिक छ सो भोलि मेरो जिम्नास्टिक छ सो गुड नाइट सी यु गाइज इन नेक्स्ट ब्लग बाई बाई कहाँ फेरि बाई बाई